मृतकबाट येशूको पुनरुत्थान। सब्बातपछि साताको पहिलो दिन रिम रिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। ठुलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुली जस्तो र पोसाक हिउँ जस्तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थर थर कापे र मरेतुल्य भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, तिमीहरू नडराओ, किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाक्नु भएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभयो बमोजिम उहाँ जीवित भई उठ्नु भएको छ। आओ उहाँलाई राखिएको ठाउँ हेर। तब चाँडो गएर उहाँका चेलाहरूलाई खबर देऊ कि उहाँ मृतकबाट जीवित भई उठ्नु भएको छ र उहाँ तिमीहरूभन्दा अगाडि गालिलमा जाँदै हुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु। अनि तिनीहरू डर र अति आनन्दसँग झट्टी चिहानबाट निस्केर गए र उहाँका चेलाहरूलाई खबर दिन दौडे। अकस्मात येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, शान्ति। तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत गरे। तब येशूले तिनीहरूलाई भन्नुभयो, नडराओ, गएर मेरा भाइहरूलाई गालिलमा जानु भनिदेऊ र त्यहाँ तिनीहरूले मलाई देख्ने छन्। येशूको पुनरुत्थान भएपछि उहाँलाई सबभन्दा पहिले देख्नेहरू चाहिँ मरियम मग्दलिनी र याकुबकी आमा मरियम थिए, जसले येशूलाई क्रुसमा टाक्नु भएको हेरेका थिए। उहाँ तिनीहरू कहाँ अचानक देखा पर्नुभयो। तब तिनीहरूलाई लागेको अचम्म र आनन्दको बिन्दको विचार गर्नुहोस्। उहाँ स्वयं येशू हुनुहुँदो रहेछ। उहाँ मर्नु भएको रहेनछ, उहाँले मृत्युमाथि विजय पाउनु भएको रहेछ। येशूले ती स्त्रीहरूलाई भन्नुभयो, मेरो अगाडि गालिलमा जाऊ, जहाँ तिमीहरू मलाई भेट्ने छौ भनेर उहाँका चेलाहरूलाई भनिदिनु भन्ने आज्ञा गर्नुभयो। यसरी प्रभु भोजमा येशूले चेलाहरूलाई भन्नुभएको वचन चाँडै पुरा हुन लागेको थियो। जब ती स्त्रीहरू बाटैमा थिए, कोही कोही पहरादारहरू सहरमा गएर मुख्य पुजारीहरूलाई त्यहाँ भएका घटनाहरूका बारेमा खबर दिए। जब मुख्य पुजारीहरू धर्मगुरुहरूसँग भेला भए, तिनीहरूले सल्लाह गरे र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए, तिमीहरूले भन्नु कि हामी सुतिरहेको बेला त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन्। कतै हाकिमको कानमा यो कुरा पुगिहाल्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौँ। तब तिनीहरूले सो पैसा लिए र सिकाइ बमोजिम गरे र यहुदीहरूमा आजको दिनसम्म यही कुरा फैलिएको छ। ती 11 जना चेलाहरू गालिलको त्यस डाँडामा गए जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो। तिनीहरूले उहाँलाई देखेर दण्डवत गरे र कतिले चाहिँ शङ्का गरे। तब येशू तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वी समस्त अधिकार मलाई दिएको छ। यसकारण जाऊ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालना गर्न तिनीहरूलाई सिकाऊ। हेर, म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु। कुनै एउटा चेलाको मुख्य कर्तव्य के हो? आज्ञा पालना गर्नु, चेला बनाउने र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालना गर्न तिनीहरूलाई सिकाऊ। जसले ख्रीष्टको आज्ञा पालना गर्दैन त्यो उहाँको चेला हुँदै होइन। अन्त्यमा चेलाहरूलाई तिनीहरूको अन्तिम नियुक्ति दिनुभएपछि येशूले तिनीहरूलाई एउटा प्रतिज्ञा गर्नुभयो, म युगको अन्त्यसम्म सधैँ तिमीहरूको साथमा छु। येशूले अघि आफ्ना चेलाहरूलाई भन्नुभएको थियो, म तिमीहरूलाई टुहुरा छोड्ने छैन, म तिमीहरू कहाँ आउनेछु। म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ। यस दिन तिमीहरूले जान्नेछौ कि म मेरा पितामा छु र तिमीहरू ममा र म तिमीहरूमा छु। येशू हामीसँग मात्र हुनुहुन्न, तर हामीमा नै हुनुहुन्छ। उहाँका पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ। उहाँका पवित्र आत्माले हामीलाई चेला हुन र गवाही दिनका निम्ति शक्ति दिनुहुन्छ। प्रिय मित्रहरू, संसारमा जाँदा जाँदै हामीहरू याद गरौँ कि हामी कहिले पनि एक्लै हुने छैनौँ। म युगको अन्तसम्म सधैँ तिमीहरूका साथमा छु भनेर परमेश्वरले तपाईँ र मलाई भन्नुभएको छ र
तपाईँ र मेरो निम्ति उहाँ मर्नुभयो, गाडिनुभयो, अनि तेस्रो दिनमा तपाईँ र मेरो निम्ति जीवित भई उठ्नु भएको छ। त्यसैले अब हामी हरेस नखाउँ। अबको समय भनेको हामी परमेश्वरसँगै यात्रा गर्ने समय हो, जसले हामीलाई पूर्ण जीवन दिनुभएको छ। त्यसैले हामी उहाँसँगै सहयात्री गरौँ। यो ख्रीष्टको वचन हो। परमेश्वरलाई महिमा भएको होस्। आमेन।